डायलग्सहरू बोल्दै पनि अझै रमाइलो भएको त्यो सिन्सहरू हेर्दा सबैको इमोसन्स हेर्दा एकदमै रमाइलो भयो अनि मुभीमा चाहिँ सबभन्दा गाह्रो भएको भने नि उसलाई र मलाई हो I'm also very honored to play the role as our late Mr. Sri Krishna Shrestha sir's sequel. Lastly, I'd like to wish Mrs. Jharna Thapa happy birthday. Wish you many happy returns of the day. Thank you. यता सलनको ठाउँमा आयो भने सलन एकचोटि साम्राज्ञीको बारेमा केही भन्ने साम्राज्ञी एकदमै हार्ड वर्किङ होइन अनि डेडिकेटेड पनि छ काममा त्यो चाहिँ मलाई सबैभन्दा राम्रो लागेको कुरा काम उसको लागि सबैभन्दा इम्पोर्टेन्ट चाहिँ अब काम नै थियो त्यतिखेर अब हामी के अरे मनाङमा सुरु हुँदाखेरि होइन द्याट इज भेरी कोल्ड हुँदैन त्यहाँ पनि ऊ 3:30 बजे 4 बजे उठेर मेकअपको लागि रेडी हुन्थ्यो सबै चिजको लागि रेडी हुन्थ्यो त्यो डेडिकेसन भनेको अभियसली यो दुईजनामा चाहिँ थिएन होइन सो सी इज भेरी हार्ड वर्क अनि साम्राज्ञीलाई पनि बल्ल बल्ल पुऱ्याइएको थियो त्यहाँसम्म साम्राज्ञीले बिचमा थोरै आँसु पनि झारेको थियो त्यो टाइममा चाहिँ रुँदै पुगेको थियो बेस क्याम्पसम्म चाहिँ तर तिरिचोसम्म चाहिँ एकदमै फटाफट हिँडेको हो होइन अनि हाम्रो साथी सुमन चाहिँ बिरामी पनि भयो त्यो टाइममा माथि तर बिरामी हुँदा पनि ऊ माथिसम्म पुग्यो अनि सो एउटा मेहनत गरेको छौँ अनि काम पनि धेरै राम्रो भएको छ जुन हाम्रो डबिङमा हेऱ्यौँ रिसेन्टली डबिङमा चाहिँ मलाई के भयो भने म डबिङ गर्दै थिएँ एउटा सिन अनि सिनको डबिङ हाम्रो ठ्याक्क सक्यो त्यसपछि सिन कस्तो भएको छ भनेर हेर्दाखेरि चाहिँ मेरो आफ्नै सिन हेरेर मेरो आफ्नै आँखामा आँसु आयो होइन सो द्याट मिन्स मुभी पक्का पनि राम्रो भएको छ भने मलाई त्यतिखेरबाट चाहिँ म आफैले पनि फिल भयो सो एज अ मुभी राम्रो बनेको छ सबैजनाले मन पनि पुऱ्याइदिनुहुन्छ होला अनि सबैजनाले सपोर्ट गरिदिनु होला भन्न चाहन्छु फिल्मको अत्याधिक सफलताको कारणले गर्दा त हामी जहिले पनि एभ्री इयर सेलिब्रेसन गरिरहेको छौँ यो अर्को जन्म भनेको यो जन्म जसरी तपाईँको जन्म सार्थकता भएर पपुलारिटी कमाउनु भयो तपाईँले माग्दछौँ पनि हिँडिरहेको छौँ हामी एज अ सिनियर आर्टिस्ट र निर्देशकीय क्षमता पनि जसरी तपाईँ पपुलर टप एक्ट्रेस हुनुभयो त्यसरी चलचित्र उद्योग मेरो दोस्रो परिवार हो म जहाँ रहे पनि आफूलाई मन परेको क्षेत्रमा काम गर्न पाउनु यो पहिलो कुरा त भाग्यको कुरा हो र ती भाग्यमानीहरूमध्ये म पनि पर्छु ए मेरो हजुर 2 हामीले निर्माण गरेको लोकप्रिय चलचित्र ए मेरो हजुर चलचित्रकै निरन्तरता रूपमा निर्माण भए पनि कथालाई पृथक रूपमा नयाँ पुस्ताका कलाकारहरू मार्फत प्रस्तुत गरिएको छ र यस कथालाई यो कथा दिनुहुने मेरो भाइ हरिहर अधिकारलाई फेरि पनि धन्यवाद दिन चाहन्छु र साथै म यतिखेर मलाई सधैँ एउटा कुरा याद आउँछ गुरु शिव रेग्मी र श्रीकृष्ण श्रेष्ठ दाई सधैँ शिव रेग्मी दाईले मलाई प्रोत्साहन र हौसला प्रदान गर्नुहुन्थ्यो भने श्रीकृष्ण दाईले सपोर्ट र अघि बढ्न सधैँ सहयोग गर्नुहुन्थ्यो म उहाँहरूलाई एकदमै मिस गरिरहेको छु